मान्छे सफल हुनको लागि अब लौरे मात्रै हुन त अब लौरे सबै कुरा हो, तर सबै कुरा पनि होइन क्या खासमा भन्यो भने। अरू धेरै अपर्च्युनिटिजहरू छ, अरू धेरै चान्सेसहरू छ, अरू धेरै बाटाहरू छन्। जस्तो म इन्टेक 2009 देखि 10, 11, 12 सम्म लगातार 8, 9, 10, 11, 12 चारवटा इन्टेक लगातार देखा हो। अब त्यति बेला भर्ती भएको भए भइहाल्थे, कुनै न कुनै ठाउँमा हुन्थे, राम्रै हुन्थ्यो भन्ने हुन्छ। तर अहिले भर्ती भएन र पनि मान्छेहरूले चिनिरहेछ, त्यो फलाना हो है, राम्रो गरिरहेछ है भने एक खालके छ नि त। भोलि पल्टनमा गएको भए चिन्दैन थियो होला कसैले। त्यही भएर सबै चिजको एउटा एउटा पाटो हुन्छ। भाग्यमा जे लेखेछ त्यो भएर नै छोड्छ केटा हो। मान्छेले भन्दाखेरि ओहो यो किन त यस्तो छ, यस्तो ट्यालेन्ट छ, हेर्दाखेरि राम्रो छ, भर्ती भएको भएदेखि गहाने होइन। फेरि मान्छेले भनेको कुरा मैले भने, भर्ती भएको भए त कस्तो राम्रो, भर्ती देखाएन तिमीले भन्छ। मान्छेलाई के थाहा आफ्नो पीडा होइन। सबै कुरा भएर पनि मैले भन्छु नि, त्यही भएर डक्टर